के भयो भाइ, किन झोक्रिएर बसेको? साह्रै टेन्सन छ दाइ यार मलाई। नेपालमा पनि एक केटी पट्याउन सकेन, विदेश आएर पनि एउटा केटी पट्याउन सकेन दाइ यार। मेरो किस्मतमा त स्त्री योग छँदै छैन क्या दाइ यार। साह्रै टेन्सन भइरहेछ आफ्नो भविष्यलाई सम्झिँदा, के होला मेरो पछि गएर। साह्रै टेन्सन छ दाइ। ओहो भाइ, गाह्रो भएको रहेछ त उसो। हेर भाइ, तिमी टेन्सन नल्याऊ। यहाँ पल्लो रुममा एकजना नेपाली बाबा आउनु भएको छ, त्यहाँ गयो भने तिम्रो समस्याको समाधान हुन्छ। अनि त्यो बाबाको नाम चाहिँ के हो नि दाइ? त्यो बाबाको नाम बाबा भुसुडी हो। यो कस्तो नाम हो बाबा भोसडी? ढुङ्गी बाबा जस्तो लागिरहेछ दाइ यार। हस्, त्यही पनि जान्छु एकचोटि विचार गर्न। बाबा बाबा भोसडीको जय होस्, जय होस्। बाबा, यो बालकमाथि कृपा गर्नुहोस् बाबा। बाबाको भर पर्छस्, समस्याबाट डर्छस्। बाबाको भर पर्दैनस्, समस्याबाट डर्दैनस्। जय शम्भु। बाबा, मलाई लाग्छ मेरो जीवनमा नारी योग छैन। एउटा केटी पट्याउन सके छैन बाबा। नेपालदेखि विदेशसम्म आइसके, अझै पनि एउटा केटी पट्याउन सके छैन बाबा। कृपया मेरो समस्याको समाधान गर्नुहोस् बाबा। चिन्ता नगर बालक, यो बाबा भोसडीले अगाडि पछाडि तल माथि बाहिर भित्र भूत भविष्य सब हेर्न सक्छ र जस्तो सुकै समस्याको पनि समाधान गर्न सक्छ। चिन्ता नगर बालक। बाबा, लौ न यो पीडित बालकमाथि कृपा गर्नुहोस् बाबा, कृपा गर्नुहोस्। तर त्यो भन्दा पहिला दक्षिणा ल। अनि बालक, दाहिने हो कि देब्रे हो? देब्रे हो बाबा। त्यसो हो भने दाहिने हात देऊ। ओहो, के हो बाबा? चस्मा लाउन बिर्सेछ नि त। बालक, तिम्रो त हातको रेखा नै मेटिएको छ त। No problem. साह्रै मेहनतको काम गर्छौ क्या तिमीले। हातको त रेखै मेटिएको छ त बालक। हो बाबा, साह्रै मेहनतको काम गर्छु, घन ठटाउने काम गर्छु बाबा। समझ रहे हो? हेर बालक, तेरो किस्मतमा स्त्री योग छ, तर धेरै मेहनत गर्नुपर्छ त्यसको लागि। छ स्त्री योग चाहिँ बालक है, चिन्ता नगर, तर मेहनत धेरै गर्नुपर्छ। भन्नु बाबा, म केटीको लागि जे पनि गर्न तयार छु, मर्न मार्न जे पनि तयार छु बाबा। त्यसो भए सुन बालक, 2 दिन भित्रमा अमेरिका गएर त्यहाँ भएको गंगा नदीमा डुबुल्की लगाए मात्र तँलाई स्त्रीको प्राप्ति हुन्छ, नत्र भने गाह्रो छ तँलाई स्त्रीको प्राप्ति हुन। साले बाबा, ढुङ्गिनै परेछ कि क्या हो? कस्तो कुरा गरेको बाबा? 2 दिनमा अमेरिका कहाँ जान सकिन्छ? अनि त्यहाँ गंगा नदी कहाँ छ? हावा कुरा त्यत्तिकै। कुनै अरू उपाय भन्नुहोस्। बाबा भोसडीसँग अर्को उपाय पनि छ। हेर बालक, यो बाबालाई 5000 रुपियाँ अझै दक्षिणा दे। यो बाबाले तेरो नामको मन्त्र फुक्दिन्छ, मन्त्र जाप गरिदिन्छ, अनि तेरो समस्या समाधान हुन्छ। साले बाबा भोसडी, मलाई थाहा थियो त ढोंगी नै होस् भनेर। अझै ढोंगीपना गर्छ? निकाल मेरो पैसा, निकाल निकाल ढोंगी बाबा। साले बाबा भोसडी, निकाल निकाल मेरो पैसा। अबदेखि फेरि यस्तै ढोंगीपना गरिस् भने बाबा भोसडी, तँलाई मैले जानेछु नि फेरि। साथीहरू, मैले तपाईँहरूको लागि यति चोट खाएँ, यति मेहनत गरेँ। कृपया यो भिडियोलाई लाइक कमेन्ट गरिदिनु अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु। अझै ढोंगीपना देखाइरहेछस्? अब गरिदिनु यस्तो।